एमबिबिएसमा नाम त निस्कियो, अब फर्स्ट इयरमा के किन्ने, कति पढ्ने, कसरी पढ्ने भन्ने कन्फ्युजन छ नि पक्कै पनि। सबैलाई यो कन्फ्युजन हुन्छ, मलाई पनि कन्फ्युजन थियो। ठिक छ, अब यो कन्फ्युजन हटाउनको लागि यो भिडियो है, यो भिडियोको लास्टमा चाहिँ म तिमीलाई एक्स्ट्रा पोइन्ट्सहरू पनि भनिदिन्छु, टिप्सहरू पनि दिइदिन्छु इक्जाम ओरिएन्टेड है। अनि एट फर्स्ट आई वुड लाइक टु कङ्ग्रेचुलेट यु एभ्री वान एन्ड वेलकम यु इन द मेडिकल फिल्ड। ओके, म चाहिँ शैलेन्द्र केसी, मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरामा चाहिँ थर्ड इयरमा पढिरहेको छु है। अनि मैले गरेको मिस्टेकहरू तिमीहरूले अभोइड गर्नुपर्छ भन्ने पनि यो भिडियोको मोटो हो है। अब बेसिक साइन्स चाहिँ इन कन्टेक्स्ट अफ नेपाल 2 इयर्सको हुन्छ, जसमा चाहिँ हामीहरूले 7वटा सब्जेक्ट पढ्छौँ है। त्यो सब्जेक्ट हामीले 2 वर्ष पढ्छौँ है। त्यसमा आउँछ एनाटोमी, बायोकेमिस्ट्री, फिजियोलोजी, माइक्रोबायोलोजी, प्याथोलोजी, फार्माकोलोजी र कम्युनिटी मेडिसिन। सबैभन्दा पहिले कुरा गरौँ एनाटोमी है। एनाटोमी चाहिँ सबैलाई गाह्रो लाग्ने सब्जेक्ट हो कि बेसिक साइन्समा चाहिँ, किनभने त्यसमा भिजुअलाइजेसन इज नेसेसरी है, गाह्रो हुन्छ त्यो चाहिँ पढ्न। एनाटोमीलाई चाहिँ हामीहरूले 3टा पोर्सनमा बाँडेर पढ्न सक्छौँ। एउटा छ ग्रस एनाटोमी है, अर्को छ हिस्टोलोजी, अनि अर्को चाहिँ छ हाम्रो इम्ब्रियोलोजी है। एनाटोमीको बाइबल भनेको चाहिँ ग्रेज एनाटोमी हो, तर त्यो चाहिँ हाम्रो लागि रिकमेन्डेड छैन है, किनभने एकदमै धेरै छ, पढ्न टाइम पनि हुन्न हामीहरूलाई। तर सुरुमा चाहिँ हामीले किन्यौँ कि ग्रेज एनाटोमी किन्यौँ, किनभने हामीलाई गाइडेन्स थिएन राम्रो है। त्यो मिस्टेक चाहिँ तिमीहरूले अभोइड गर्नुपर्छ भनेर चाहिँ म भिडियो बनाइरहेको। ठिक छ, सुरुमा ग्रेज किन्यौँ, ग्रेजमा छ हुन त है, यो फिगरहरू चाहिँ एकदम राम्रो छ। ठिक छ, तर चाहिँ अलिक पढ्न चाहिँ झ्याउ नै छ कि ग्रेज, बुझ्न पनि झ्याउ छ है, फिगरहरू चाहिँ एकदम राम्रो छ। ठिक छ, अनि त्यसपछि आउँछ इन्डियन कन्टेक्स्टको बुकहरू के हो त, जुन बुक्स मोस्ट कन्भिनियन्ट फर अस है। त्यसको लागि चाहिँ छ एउटा बिडी चौरासिया, अर्को चाहिँ छ विश्राम सिंह है, अर्को चाहिँ छ एके दत्ता। तर यसमा चाहिँ सबैभन्दा हामीलाई सजिलो हुने पोइन्टमा दिएको प्रेजेन्टेसन भनेको चाहिँ विश्राम सिंहको है। विश्राम सिंहको यो चाहिँ एकदमै छ कि एकदम हामीहरूको स्टुडेन्ट फ्रेन्डली छ कि यो चाहिँ। ठिक छ, यो बुक इक्जाम ओरिएन्टेड, इक्जाममा कसरी लेख्ने, फिगर कसरी बनाउने भन्ने कुरा चाहिँ यो बुकमा सबै पाउँछौ तिमीहरूले। ठिक छ, अनि यसको अल्टरनेटिभ हो बिडी चौरासिया। अब कन्टेन्ट वाइज एकदम सिमिलर हुन्छ इन्डियन बुकहरू है, तर चाहिँ प्रेजेन्टेसन कसमा राम्रो छ भन्ने कुरा चाहिँ हो। आई थिङ्क मलाई चाहिँ यसको प्रेजेन्टेसन एकदमै राम्रो लागेको छ विश्राम सिंहको। ठिक छ, हिस्टोलोजी। हिस्टोलोजीको लागि एकदमै राम्रो बुक भनेको चाहिँ डिफियर्सको हो कि, डिफियर्सको एटलस अफ ह्युमन हिस्टोलोजी भनेर छ। त्यो बुक एकदम राम्रो छ, त्यसमा प्रेजेन्टेसन, डायग्राम सबै राम्रो छ। ठिक छ, अनि त्यसको अरू अप्सनहरू चाहिँ व्हिटेकरको हो है, अनि अर्को चाहिँ जेन कुरियाको हो, बट त्यो चाहिँ तिमीहरूलाई चाहिँदैन, कहिले काहीँ पिडिएफहरू हेर्न सक्छौ। अनि अर्को बुक चाहिँ इन्दरवीर सिंहको छ हिस्टोलोजीको, त्यो चाहिँ हामीहरूलाई इक्जाम ओरिएन्टेड चाहिँ छ, कहिले काहीँ इक्जामको लागि चाहिँ हेर्न सक्छौ पिडिएफ लिएर है। अनि अर्को छ मेडिकल इम्ब्रियोलोजी। इम्ब्रियोलोजीमा चाहिँ हामीले डेभलप कसरी हुन्छ भनेर पढ्छौँ है। त्यसको लागि चाहिँ इम्पोर्टेन्ट बुक भनेको चाहिँ ल्याङम्यानको हो कि है, यो ल्याङम्यानको बुक एकदमै राम्रो छ, यो बुक चाहिँ पढ्नुपर्छ है। अब यसको चाहिँ अप्सन भनेको चाहिँ अर्को छ मुरको, केथ एल मुर भनेर, त्यसमा चाहिँ पिक्चरहरू एकदमै राम्रो छ। त्यो बुक अलिक ठुलो छ, तर त्यो बुक हाम्रो लागि रिकमेन्डेड छैन। अनि अर्को चाहिँ छ विश्राम सिंहको, विश्राम सिंहको चाहिँ इक्जाम ओरिएन्टेड चाहिँ बुक छ है। त्यसमा फिगरहरू चाहिँ हामीले इक्जाम कसरी बनाउँछौँ भन्ने चाहिँ छ, त्यो चाहिँ तिमीहरूले फिगर कसरी ड्र गर्ने भन्ने कुरा चाहिँ त्योबाट हेर्न सक्छौ है, नत्र भने ल्याङम्यानको बुक। अर्को भनेको हो ग्रसमा चाहिँ हामीले कसरी भिजुअलाइज गर्ने भन्ने कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ कि। ठिक छ, हो त्यसको लागि चाहिँ हामीलाई एटलस चाहिन्छ, त्यसको लागि नेटवर्क्सको एटलस है। यसमा चाहिँ तिमीहरूलाई पिक्चरहरू एकदमै राम्रोसँग दिएको छ, एकदम बुझ्ने तरिकाले है, भिजुअलाइज गर्न एकदम इजी हुन्छ कि यो बुकबाट चाहिँ है। त्यही भएर नेटवर्क्सको एटलस चाहिँ तिमीहरूले पढ्ने है। यसपछि छ डिसेक्सन। डिसेक्सन हल पनि एउटा कुरा हो कि, जुन चाहिँ हामीहरूलाई मेडिकल फिल्डमा आइसकेपछि डक्टर जस्तो लाग्छ कि अलिअलि है, थोरै भाइस आउन थाल्छ हो। त्यसको लागि चाहिँ हामीहरूलाई म्यानुअल छ कसरी डाइसेक्ट गर्ने भनेर, त्यसको लागि कनिङहमको म्यानुअल छ, त्यसको 3टा भोल्युम पाउँछ। ठिक छ, अब मणिपालमा चाहिँ कनिङहम हुनैपर्छ कि डिसेक्सन हलभित्र जानलाई, सुरुमा म्यामले चाहिँ हेर्नुहुन्छ एकदमै। तिमीहरूले यो बुक किन्न पर्दैन, अनि तिमीहरूले आफ्नो सिनियरसँग माग्न सक्छौ या लाइब्रेरीबाट यो बुक लिन सक्छौ है। त्यही डिसेक्सनको लागि चाहिँ कनिङहमको म्यानुअल है। अब यसपछि हामीहरू कुरा गर्छौँ बायोकेमिस्ट्रीको लागि है। बायोकेमिस्ट्रीको चाहिँ स्ट्यान्डर्ड बुक भनेको हार्पर्सको हो, अनि अर्को लिपिनकटको हो है। अनि इन्डियन कन्टेक्स्टको बुक जुन हाम्रो लागि कन्भिनियन्ट छ त्यो चाहिँ सत्यनारायण र वासुदेवन, यिनीहरू 2टा मध्ये जुन लिए पनि हुन्छ है, त्यो बुकहरू पाउँछ। तर तिमीहरूले छोड्न नहुने कुरा भनेको लिपिनकट के, लिपिनकट हेर्नै पर्छ। लिपिनकटको जुन डायग्राम छ नि, यो डायग्रामहरू एकदमै राम्रो छ कि, हेर फ्लो चार्टहरू डायग्रामहरू एकदमै राम्रोसँग दिएको छ लिपिनकटमा, लिपिनकट चाहिँ छोड्न हुन्न है।
लिपिङ गडको PDF हेर्नै पर्छ सबैजनाले बेसिक साइन्समा। अनि बुकहरूको लागि तिमीहरूले सत्यनारायण पनि किन्न सक्छौ, वासुदेवन पनि किन्न सक्छौ। त्यसपछि हामीहरू कुरा गर्छौँ फिजियोलोजी। फिजियोलोजीमा चाहिँ स्ट्यान्डर्ड बुक गाइटन एन्ड हल, जसमा चाहिँ पुरै स्टोरी वाइज दिएको छ कि स्टोरी जस्तै लाग्छ यो पढ्दाखेरि, एकदम राम्रो छ यो बुक चाहिँ। अनि यसको अर्को अप्सन भनेको ज्ञानको, तर ज्ञानको पढ्न अलिक गाह्रो हुन्छ, रिभ्यू बुक हो त्यो चाहिँ है, अलि बुझ्न गाह्रो हुन्छ। यसपछि अब हामीलाई इक्जाम ओरिएन्टेड बुक भनेको चाहिँ एके जैनहरू छ है, एके जैन छ। अनि अर्को नयाँ बुक एउटा इन्दु खुरानाको पनि छ, इन्दु खुरानाको बुक पनि एकदमै राम्रो छ है। त्यसमा चाहिँ इन्डियन बुक हो, हामीलाई बुझ्न सजिलो हुन्छ त्योबाट पनि। तर तिमीहरूले पढ्ने भनेको गाइटन एन्ड हल सँगै अरू एके जैन पनि राख्न सक्छौ, इन्दु खुरानाको पनि राख्न सक्छौ है। त्यसपछि छ माइक्रोबायोलोजी। माइक्रोबायोलोजीको स्ट्यान्डर्ड बुक भनेको लिभिङसनको एउटा, अर्को चाहिँ सेरिजको हो है। थुप्रै बुकहरू छ, तर हामीहरूको बेस्ट बुक फर युजी इज इसेन्सियल्स अफ मेडिकल माइक्रोबायोलोजी बाई अपूर्व शास्त्री। यो बुक चाहिँ बेस्ट छ कि हामीहरूको युजीको लागि है। मजाले प्यारासाइटोलोजी पनि इन्क्लुडेड छ यो बुकमा। अब प्यारासाइटोलोजी इन्क्लुडेड छैन भने यसको यसै अपूर्व शास्त्रीको प्यारासाइटोलोजी पाउँछ। अनि अर्को अप्सन भनेको चाहिँ अनन्त नारायणको हो, अनन्त नारायणको बुक पनि पढ्न सक्छौ। अनि अरू अप्सनहरू पनि छ, लाइक चक्रवर्तीको छ, बबेजाको छ, तर त्योहरू कहिलेकाहीँ हेर्न सक्छौ। तर इफ तिमीहरूसँग अपूर्व शास्त्री छ भने अरू बुकहरू चाहिँ पढ्न पर्दैन है माइक्रोबायोलोजीको लागि। अनि प्यारासाइटोलोजीको लागि अपूर्व शास्त्रीको छ एउटा, अर्को चाहिँ प्यानिकरको, अर्को अरोराको पनि छ, अरोराको हेर्न सक्छौ कहिलेकाहीँ, तर चाहिँ अपूर्व शास्त्री इज बेस्ट है। त्यसपछि प्याथोलोजी। प्याथोलोजीको स्ट्यान्डर्ड बुक भने पनि है, बेस्ट बुक भने पनि युजीको लागि नन अदर देन रबिन्स। रबिन्स इज बेस्ट फर प्याथोलोजी, ठिक छ। रबिन्स किन्नै पर्छ तिमीहरूले, रबिन्स हेर्नै पर्छ कि बुझ्नलाई प्याथोलोजी कस्तो छ, कसरी हुन्छ डिजिजहरू भनेर बुझ्नलाई तिमीहरूले यो बुक पढ्नै पर्छ। यसको पनि दुईवटा पाउँछ, एउटा बेसिक, अर्को बेसिस। म चाहिँ बेसिस किन भन्छु किनभने पछि पनि पढ्न सजिलो हुन्छ है। अनि यसको दुईवटा भोल्युम पाउँछ, मजाले पढ्ने। यो बुक पढ्नै पर्छ कि प्याथोलोजीको लागि चाहिँ है, यो बुक पढ्नै पर्छ प्याथोलोजीको लागि चाहिँ, ठिक छ। अब यो बाहेकको है इन्डियन कन्टेक्स्ट बुक भनेको चाहिँ रामदास नायकको छ रिभ्यू, त्यो चाहिँ इक्जाम ओरिएन्टेड बुक छ मोर अफ। अनि त्यो पनि कन्टेन्ट चाहिँ रबिन्सकै हो, तर इक्जाममा कसरी लेख्ने भन्ने कुरा चाहिँ त्यो बुकबाट हामीले हेर्न सक्छौँ। अनि अर्को छ हर्षमोहनको, हर्षमोहनको बुक पनि राम्रो नै छ, कहिलेकाहीँ हेर्न सक्छौ तिमीहरूले। अनि एमसिक्यूहरूको लागि रिभ्यू बाई स्पर्श गुप्ता र गोविन्द राई गरको है, यो बुक हेर्न सक्छौ एमसिक्यूहरूको लागि कहिलेकाहीँ है। अनि यसपछि छ फार्माकोलोजी। फार्माकोलोजीमा चाहिँ हामीहरूले कसरी ट्रिट गर्छौँ भन्ने कुरा पढ्छौँ। त्यसको लागि स्ट्यान्डर्ड बुक भनेको गिलम्यानको हो अनि क्याटजनको हो। तर हामीलाई बेस्ट बुक, हामीले फलो गर्ने बुक, मोर कन्भिनियन्ट बुक इज केडी त्रिपाठी है। केडी त्रिपाठी इनफ छ हाम्रो लागि। अनि अर्को इक्जाम ओरिएन्टेड बुक छ सानबागको। अनि कहिलेकाहीँ तिमीहरूले लिपिङगढको पनि छ, तर लिपिङगढको हेर्न पर्दैन, केडी त्रिपाठी छ भने अरू बुकहरू हेर्न पर्दैन। अनि इक्जाम ओरिएन्टेड साइनबाग भयो, कहिलेकाहीँ क्याटजन हेर्न सक्छौ है। अनि अर्को चाहिँ छ एमसिक्यूहरूको लागि अनि एकचोटि हेर्न पर्ने बुक भनेको चाहिँ यो रिभ्यू अफ फार्माकोलोजी बाई गोविन्द राई गर र स्पर्श गुप्ता। यो गोविन्द राई गर चाहिँ प्रेपेयरको फाउन्डर हुनुहुन्थ्यो पहिले, अहिले चाहिँ सेरिबेलम एकाडेमीमा हुनुहुन्छ। अनि उहाँको चाहिँ एकदमै राम्रो छ कि यो बुक है, कहिलेकाहीँ हेर्न सक्छौ तिमीले, PDF पाउँछ, ठिक छ। अब यसपछि छ अर्को कम्युनिटी मेडिसिन है। कम्युनिटी मेडिसिनको लागि बेस्ट बुक भनेको पार्कको है, बेस्ट बुक इज पार्क। अब यति मोटो बुक छ, यो पढ्न गाह्रो हुन्छ हामीहरूलाई। अब यसको अप्सन भनेको चाहिँ सूर्यकान्तको बुक छ, अनि जैनको छ, विवेक जैनको। त्यो बुकहरू तिमीहरूले हेर्न सक्छौ। अब यसपछि मेरो रिकमेन्डेसन म तिमीहरूलाई भनिदिन्छु है, तिमीहरूले विदाउट कन्फ्युजन त्यो रिकमेन्डेसन फलो गर्न सक्छौ, ठिक छ। एनाटोमीको ग्रसको लागि विश्राम सिंह, हिस्टोलोजीको लागि टिफियोर्स, अनि इन्डियोलोजीको लागि ल्याङ्गम्यान, बायोकेमिस्ट्रीको लागि सत्यनारायण र सँगै लिपिङगढ छोड्नु भएन है। अनि त्यसपछि फिजियोलोजीको लागि गाइटन एन्ड हल र इन्दु खुराना या एके जैन, जुन पढे पनि हुन्छ। अनि माइक्रोबायोलोजीको लागि अपूर्व शास्त्री इज बेस्ट होइन। अनि त्यसपछि प्याथोलोजीको लागि रबिन्स रबिन्स रबिन्स, फार्माकोलोजीको लागि केडी त्रिपाठी। अनि कम्युनिटी मेडिसिनको लागि तिमीहरूले पार्क पनि फलो गर्न सक्छौ या सूर्यकान्त पनि फलो गर्न सक्छौ, ठिक छ। अब चाहिँ म तिमीहरूलाई युट्युबमा फ्री च्यानलहरू कुन कुन छ त भनेर चाहिँ भनिदिन्छु है। अब मिक्स्ड च्यानल जसमा चाहिँ सबै सब्जेक्टहरूको पोर्सन छ, त्यो चाहिँ छ अस्मोसिस, डाक्टर नाजिबको भिडियो है, निन्जा नट, रिसर्च मेडिसिन, जिरो टु फाइनान्स, थुप्रै छ कि तिमीहरूले एउटालाई फलो गर्दा हुन्छ है। अनि एनाटोमीको लागि तिमीहरूले हेर्नै पर्ने है, डाक्टर मोनालिसाको भिडियो छ जेनरलको लागि, अनि राजेश कौशलको छ, जुन जुन भिडियो अभाइलेबल छ तिमीहरूले हेर्न सक्छौ। अनि अर्को चाहिँ छ टिम टक्स मेड भनेर छ, त्यसमा चाहिँ एनिमेटेड वेमा पढाएको छ कि हाम्रो एनाटोमीलाई, ठिक छ। तिमीहरूले त्यो चाहिँ एकचोटि हेर्नै पर्छ है, मैले पनि पछि गएर थाहा पाएको कि, ठिक छ। तिमीहरूले सुरुदेखि नै त्यो फलो गर्यो भने तिमीहरूलाई बुझ्न गाह्रो हुन्छ है। अनि बायोकेमिस्ट्रीको लागि राजेश ज्याम्बुलकरको छ एउटा, अर्को चाहिँ एन्जोयको बायोकेमिस्ट्री छ
ठिक छ। त्यो युट्युब च्यानलहरू म त्यो साइडमा राखिदिन्छु, त्यसबाट हेर्न सक्छौ। अनि फिजियोलोजीको लागि थुप्रै छ, त्यही अस्मोसिस, निन्जा नटहरू अनि मेडिकोसिस पर्फेक्सनालिस पनि छ राम्रो है। एउटा हेर्न सक्छौ तिमीहरूले, एउटाले फलो गरेर बुझेन भने अर्को फलो गर्न सक्छौ। यसपछि माइक्रोबायोलोजीको लागि चाहिँ डाक्टर प्रियङ्का सचदेवको भिडियो एकदमै राम्रो छ, ठिक छ। डाक्टर प्रियङ्का सचदेवको भिडियो हेरेर तिमीहरूले माइक्रोबायोलोजी राम्रोसँग बुझ्न सक्छौ। अनि डाक्टर प्रीति शर्माको पनि छ, उहाँको सबै भिडियोहरू त छैन, जुन भिडियोहरू छ तिमीहरूले हेऱ्यौ भने एकदमै बुझ्छौ है। उहाँ राम्रो पढाउनुहुन्छ है, प्रेप ल्याडरमा पढाउनुहुन्छ, तर प्रेप ल्याडरको कुनै कुनै भिडियोहरू मात्रै पाउँछ नि त, त्यो भिडियोहरू चाहिँ तिमीहरूले हेर्न सक्छौ। अनि प्याथोलोजीको लागि डाक्टर प्रियङ्का सचदेव, उहाँको भिडियो एकदमै बुझ्न सजिलो छ कि है, एकदमै राम्रोमा उहाँले बुझाउनु भएको छ प्याथोलोजी, तिमीहरूले उहाँको भिडियो हेर्न सक्छौ। अनि अर्को चाहिँ छ आई लभ प्याथोलोजी भन्ने छ च्यानल, त्यो च्यानलबाट पनि तिमीहरूले हेर्न सक्छौ है। त्यसपछि फार्माकोलोजीको लागि जुन भिडियो अभाइलेबल छ गोविन्द राई गर्ग है, अनि त्यो छैन भने तिमीहरूले स्पिड फार्माकोलोजीलाई हेर्न सक्छौ, ठिक छ। अब टिप्सको कुरा गरौँ, ठिक छ। यो हाम्रो रिसोर्स चाहिँ एउटा ओसन छ कि, ठिक छ। त्यो ओसनबाट आफूले के चाहिने हो त्यो कुरा चाहिँ आफूले ग्र्याब गर्न सक्नुपर्छ है। तिमीलाई कम्ती 5-6 महिना चाहिँ त्यो एक्सप्लोर गर्नै लाग्छ कि, सेल्फ एक्सप्लोरेसन हो भन्छु कि म चाहिँ है। आफूले एक्सप्लोर गर्दै जाऊ, के सजिलो लाग्छ, के सही लाग्छ, कस्तो पढ्दाखेरि सजिलो हुन्छ भन्ने कुरा चाहिँ आफूले हेर सकभर सकेसम्म चाहिँ नोट बनाऊ है, नोट बनाएर पढ सकभर। अनि अरू चाहिँ सबै बुकहरू पढ्न पर्दैन, के बुकहरू पढ्ने, तर आफूलाई चाहिने कन्टेन्ट चाहिँ पढ्नुपर्छ। सबै बुकहरू किन्न पर्दैन, तिमीहरूलाई एकदमै महँगो पर्न जान्छ, यसै त एमबिबिएस महँगो छ, त्यसमाथि सबै बुकहरू किन्न पर्दैन। पिडिएफहरू मजाले पाउँछ, के बुकहरू किन, अनि बाँकी चाहिँ पिडिएफबाटै हेर्ने है। अरू पनि केही डाउट छ भने तिमीहरूले कमेन्टमा सोध्दा हुन्छ है, म रिप्लाई गर्छु। अनि आई होप यो भिडियोले चाहिँ तिमीहरूको कन्फ्युजन क्लियर गर्न हेल्प गर्यो है। अब आफ्नो साथीलाई पनि तिमीहरूले यो भिडियो सेयर गर्न सक्छौ, उनीहरूको पनि कन्फ्युजन क्लियर हुन्छ, ठिक छ। थ्याङ्क यू फर वाचिङ।